कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। थ्याङ्क यू सो मच। अब सुरुमै तपाईँको सङ्घर्षबाटै जान चाहेँ मैले। आज तपाईँको जुन लोकप्रियता छ, जुन सफलता छ, होइन, एकचोटि विगतलाई फर्किनुहोस् त। विगतलाई फर्केर सोच्दाखेरि 5 थरमा जन्मेकी र इलाममा हुर्केकी एउटा केटी यहाँ काठमाडौँ आएर सङ्घर्ष गर्दै यहाँसम्म पुगेको यो बिचको पिरियडलाई या त्यो फर्केर हेर्दा त्यो सङ्घर्षका दिनहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? भन्नै पर्दाखेरि चाहिँ अब मलाई विगतमा फेरि फर्केर चाहिँ जान चाहिँ मन चाहिँ लाग्दैन। जहिले पनि अब मलाई चाहिँ खालि प्रेजेन्टमै रमाउनु मन लाग्छ, प्रेजेन्टमै हिँड्न मन लाग्छ। तर अब सम्झिनु पर्दाखेरि चाहिँ अब पाँचथर जस्तो ठाउँमा, अब विगत ठाउँमा जन्मेर चाहिँ आजको दिनमा चाहिँ यो ठाउँमा आइपुग्दाखेरि चाहिँ एकदमै गर्व लाग्छ र मेरो परिवारले पनि एकदमै प्राउड गर्नुहुन्छ। अब सङ्घर्ष त एकदमै धेरै नै गर्नु परेको थियो। सायद सङ्घर्ष नगरेको भए यो ठाउँमा आज तपाईँसँग यसरी अन्तर्वार्तामा हुँदिन पनि थिएँ होला। सङ्घर्षले गर्दाखेरि नै यो ठाउँमा चाहिँ आइपुगेको छु। विगतलाई सम्झिनु पर्दाखेरि चाहिँ दुःख पनि लाग्छ र एक हिसाबले सोच्दाखेरि एकदमै खुसी पनि लाग्छ। तपाईँको बायोपिकमा बनेको सिनेमा हेरिरहँदा जसरी हामी सबै भावुक भयौँ, रोयौँ पनि, होइन? तपाईँले पहिलोपटक त्यो सिनेमा आफैले हेर्दाखेरि हजुर, तपाईँलाई कस्तो फिल भयो? म पनि एकदमै भावुक भएको थिएँ। जुन बेला चाहिँ हाम्रो प्रिमियर सो फर्स्ट चाहिँ हङकङमा भएको थियो, त्यो बेला चाहिँ यस प्रत्यक्ष रूपमै ठुलो सिनेमा हलमै हेरिरहेको थियो। अनि अब मलाई त थाहा छ नि त मेरो आफ्नो स्ट्रगल, मेरो आफ्नो त्यो बेलाको के भएको थियो भन्ने कुरा त। अनि त्यो प्रत्यक्ष अब त्यहाँ हेर्दाखेरि म स्वयंले पनि खेलेको थियो नि त। त्यो हेर्दाखेरि चाहिँ एकदमै भावुक चाहिँ एकदमै भएँ। र मेरो छेउमा बस्नुहुने पनि उहाँहरू पनि रोइरहनु भएको थियो। अनि उहाँहरू रुँदाखेरि पनि अझ मलाई पनि नराम्रो लागिरहेको थियो। जति नै कन्ट्रोल गर्न खोज्दाखेरि पनि आँखाबाट चाहिँ आँसु बुरुर आइरहेको थियो। अनि अप्ठ्यारो पनि लागिरहेको थियो त्यो बेला चाहिँ। त्यसो त धेरै दृश्यले मन छुन्छ, होइन? हजुर। त्यसमाथि पनि तपाईँलाई चाहिँ कुन चाहिँ दृश्यले एकदमै भावुक बनायो? मलाई चाहिँ मम्मीसँग बिछडिँदाको छेड र अनि बुवासँग भेट हुँदाखेरिको छेडले चाहिँ एकदमै भावुक बनाउँछ त्यो कुराले चाहिँ। अब बुवाको कुरा आइहाल्यो, होइन? मैले सुनेको तपाईँ लगभग 20 वर्षपछि बुवालाई भेट्न झापा जानुभएको थियो अरे। हजुर, 17-18 वर्ष। 17-18 वर्ष पछाडि। जस्तै बुवाले घर छोड्नुपर्ने कारण के थियो? हाम्रो चाहिँ अब अनेस्ट भन्नु पर्दाखेरि चाहिँ बुवा अब हामी त मतवाली नै भन्दा अनि अलिकति खाने नै हुनुहुन्थ्यो। अनि जे होस् धेरै जस्तो चाहिँ अब झगडा नै भएर चाहिँ अब बुवा र आमाको झगडा हुन्थ्यो। अब के कारणले भन्दाखेरि अब बुवा जहिले अब खानुहुन्थ्यो जाँड रक्सी। अनि अब मम्मी त्यत्रो काम गरेर आउनुहुन्थ्यो। अनि काम गर्नु आएपछि पनि अब मम्मीले चाहिँ जस बुवाको चाहिँ पिटाइ चाहिँ खानुहुन्थ्यो, होइन? अब त्यो बेला अब त्यो बेला तपाईँ कति वर्षको हुनुहुन्थ्यो? त्यही 4 वर्ष 5 वर्षकै थियौँ। अनि जे होस् झगडाले गर्दाखेरि नै उहाँहरू चाहिँ सेपरेट चाहिँ हुनुभएको। अनि एक दिन अलिअलि याद छ मलाई, बुवाले चाहिँ घर छोडेर चाहिँ किन जानुभएको भन्दाखेरि मम्मीले चाहिँ अब अति नै भएर चाहिँ पुलिस बोलाउनु भएको थियो। अनि त्यही कारणले गर्दाखेरि अनि पुलिसले चाहिँ अब फेरि झगडा गऱ्यो, फेरि यस्तै भयो भने चाहिँ म जेलमा हालिदिन्छु भन्नुभएको थियो। अनि त्यसपछि चाहिँ फेरि मम्मीलाई चाहिँ अब तैँले मलाई यस्तो गर्ने भनेर चाहिँ पुलिस लाउने भनेर चाहिँ अनि मम्मीलाई चाहिँ अलिकति अब पिट्न सुरु गर्नुभयो। अनि फेरि त्यही कारणले गर्दाखेरि चाहिँ बुवाले चाहिँ म चाहिँ काममा गएँ भनेर सायद निस्किनु भएको होला। त्यसपछि फिर्ता आउनु भएन। अनि त्यसपछि हामी अर्को ठाउँमा सिफ्ट भयौँ। हामी चाहिँ त्यहाँ डेरामै बस्थ्यौँ। अनि त्यो ठाउँमा सिफ्ट भएपछि चाहिँ जे होस् मम्मीले चाहिँ एकदमै धेरै दुःख पाउनुभयो। एउटा जो चाहिँ अब घरमा मेन अब बेड थामिरहेको भनेको त बुवा हो नि त। त्यसपछि चाहिँ बुवा पनि नभएपछि त अब एउटा भनौँ न विवाहित मान्छे, तर उहाँको चाहिँ अब हस्बेन्ड पनि नभएपछि समाजमा यत्तिकै नराम्रो त कुराहरू फैलि नै हाल्छ। त्यो कारणले गर्दाखेरि नै मम्मीले चाहिँ एकदमै धेरै समाजको नकारात्मक कुराहरू पनि धेरैचोटि नै पाउनुभयो जस्तो लाग्छ मलाई। जस बुवा नहुँदाको पीडा चाहिँ एकदमै नराम्रो चाहिँ लाग्छ। त्यसपछि एकैचोटि तपाईँले 17-18 वर्षपछि झापामा भेट्नुभयो। देख्दाखेरि चिन्नुभयो? चिने अनुहार उस्तै रहेछ। 17-18 वर्ष अघि
देखेको बुवा र 17-18 वर्षपछि देखेको बुवामा के भिन्नता पाउनुभयो? अझै पास्टको कुरा चाहिँ नगर्दा ठिक होला जस्तो लाग्छ। यो चाहिँ बितिसकेको कुरा हो नि त। अहिले बुवासँग कुरा हुन्छ? कहिलेकाहीँ हुन्छ। यही कुराले चाहिँ कस्तो हुन्छ नि त्यो ट्रिगर भइरहेको हुन्छ क्या, अनि त्यही भएर फेरि त्यो पास्ट कुराहरू चाहिँ गर्नु मन लाग्दैन। अहिले तपाईँ काठमाडौँमा एक्लै बस्नुहुन्छ कि मम्मीलाई पनि सँगै राख्नु भएको छ? अहिले बहिनी र मसँग, मम्मी चाहिँ उता गाउँमै हुनुहुन्छ, अनि अहिले चाहिँ बहिनी अनि म। आमाको स्थिति के छ अहिले? अहिले एकदमै खुसी हुनुहुन्छ, ह्याप्पी हुनुहुन्छ। अब धेरै कुराहरू थिए तर तपाईँले आफै भन्नुभयो कि विगतलाई नकोट्यौँ, विगत बारेमा बोल्न चाहन्न भन्ने आशय मैले बुझेँ।